यो 2-3 दिन चाहिँ म यति बिजी भयो कि मैले एउटा पनि भिडियो बनाउन पनि पाएन अनि मैले पोस्ट पनि गरेन। अब त्यस्तो केही काम गरेर बिजी त भएको होइन, तर पनि मेरो अलिअलि यस्तै काम थियो कलेजमा पनि। अब काम भन्दा पनि मेरो कलेजमा चाहिँ स्पोर्ट्स भइरहेको छ। स्पोर्ट्सको एस पनि नआउने म पनि इन्भल्भ छु क्या यसमा चाहिँ। फेरि हाम्रो फेरि पिएसएम ग्रुपमा भनेको केटीहरू कम हुन्छ अनि सब केटीहरू गड्याङ गुडुङ हाल्ने नै हो क्या जुनै पनि गेममा। उसलाई गेम खेल्न आओस् नआओस् बाल मतलबै हुँदैन क्या। अनि आज पनि हाम्रो फुटबलको फाइनल गेम थियो क्या, तर आज चाहिँ पानी परेर क्यान्सलै भयो। अनि अर्को कुरा यो भिडियो बनाउँदाखेरि मलाई अरू कोही मान्छेले चिनोस् नचिनोस्, तर म मेरो गाउँमा र मेरो कलेजमा चाहिँ फेमस नै भइसकेको रहेछु। जसले पनि आएर ब्लगर भनिदिन्छ त बा। तर ठिकै छ, मैले यसलाई गुड वेमै एप्रिसिएट गरिरहेको छु क्या। अनि आज चाहिँ मेरो अलिअलि सामान लिनु थियो र म बेलुकातिर चाहिँ अलिक बिजेपुरतिर निस्केको थिएँ। अनि सामान लिएर आएर चाहिँ मैले खुजुरा पैसा भरको सब बेला पारेर चाहिँ म आज पानी लिन जाँदैछु क्या। चाहिँ पानी किनेरै खान्छौँ, किनभने त्यस्तो प्योर पानी आउँछै आउँदैन क्या धारामा। अनि यतिखेरसम्म चाहिँ पुरै रात नै पर्नारी थियो, तर पसल पनि नजिकै छ। अनि अर्को कुरा क्या, मलाई पातलो भनेर मान्छेहरूले यति पातलो भयो के खाने गर यहाँ त्यहाँ के भन्छन् कि, तर पातलो मान्छेलाई कहिले हेप्न हुँदैन। सुकेको जिउमा लुकेको बल अरे नि त। अनि आज चाहिँ म अब घिरौला र आलुको सब्जी बनाउन लाग्दैछु। अनि आजको लागि यति नै। यहाँसम्म भिडियो हेरिदिनुमा थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।